प्रभु श्री रामजीले जब लक्ष्मणलाई भन्यो, जब रावणको अन्त भइसकेपछि त्यस्तो विद्वान कहिले यो संसारमा थिएन र भविष्यको कुरो नगरौँ, यो सबभन्दा ठुलो विद्वान हो, पण्डित हो, त्यहाँ गएर उसको अन्तिम क्षणमा गएर दुई चार शब्द तिमीहरूले सिकिहाल त्यहाँ। तर लक्ष्मण त्यहाँ गइसकेपछि उहाँले केही श्लोकको रूपमा लक्ष्मणलाई सम्झाउनु हो। रावणले मेरो त अन्तिम क्षण हो, अब सुन, म तँलाई नेपालीमा श्लोक छ भन्न गइरहेको छु। हे लक्ष्मण, मेरो योजना कस्तो थियो भने, सुनमा सुगन्ध, हातीमा अमृत, उखुमा लाउला फल, नरलोकबाट स्वर्लोक जाने सिडी चिनाउने बल। त्यस्तै पात पत्कर एउटै बोटबाट 5 गो आवश्यकता पूर्ति गर्नको लागि के भन्नुभयो उहाँले? फेद टुप्पाको धान पिडालु, जुङ्गाको बनाउला धागो, पात पत्करको कपडाको रहर, चाँडै नै दैव लाग्यो। र अन्तमा जुन शिक्षा दिनुभयो त्यसमा के गर्नुभयो भने चाहिँ, नराम्रो कुरा चिताएको बेला टाढाको राख्नु भाका, धर्म चिताउनु काम गरी भ्याउनु, मर्दले देख्लान् आँखा। नमस्कार, मेरो नाम बैजू कुमार शाह, मध्य प्रदेश जनकपुर धनुषा जिल्ला हाल श्री फकीरचंद गामी माध्यमिक विद्यालय बरकुरबाको प्रधानाध्यापक र विगतमा नेपालका विभिन्न जिल्लाहरूमा काम गर्ने अवसरहरू पाएँ र केही पहाडका जिल्लाहरू, हिमालका जिल्लाहरूमा पनि काम गर्ने अवसरहरू पाएँ। सबै ठाउँको केही राम्रा चिजहरू, त्यहाँ भएका सिचुएसनहरू सङ्कलन गर्ने नोकरीको जागिरको दौरान मौका पाएँ। सानै उमेरदेखि अलिकता यस्ता सांस्कृतिक क्रियाकलापहरू जहाँनिर हामी कुनै पनि चिजलाई चाहिँ सिरियस रूपमा हेर्ने मेरो बानी र त्यसै अनुरूप हामीलाई जब इन्टर ब्याचलर डिग्री समाप्त गरिसकेपछि हामीले एउटा कार्यको सिलसिलामा एउटा प्रोजेक्ट वर्कको लागि बाहिर जानु पर्यो र आफ्नो जीवनको चाहिँ अन्य क्षेत्रमा प्रोजेक्टमा काम गर्दा गर्दै एउटा शिक्षण पेसा नै मा लाग्यो र हालसम्म अनवरत रूपमा 31 वर्षदेखि पेसामा काम गरिरहेका छौँ। अब काठमाडौँको प्रसङ्ग निकाल्नुभयो, कसरी आउनुभयो, के त हामीले के भन्न गइरहेका छौँ भने, अब सुरुदेखि नै हामी के देखिरहेका छौँ भने, यहाँनिर जुनसुकै सरकार आए पनि हाम्रो देशमा के छ भने टिचरहरूप्रतिको जुन हेर्ने भावना किन यस्तो होला, अलिकता चाहिँ कतै कतै अर्कै दृष्टिकोण लागिरहेको जस्तो। किनभने मैले यसलाई किन अगाडि ल्याउन चाहेँ, पहिला पहाडका त हिमालका जिल्लाहरूमा के गर्थ्यो, 19वटा जिल्लामा हजुरको दुर्गम भत्ता दिने गर्थ्यो, जेनरल कर्मचारीहरूलाई दिने गर्थ्यो। र बजेट भाषण हुँदाखेरि हामीहरूले एकदमै जति टिचरहरू छ त्यतिखेर रेडियोको धेरै महत्त्व हुन्थ्यो। रेडियो कुन ठाउँमा, फेरि सबै ठाउँमा नसमात्ने राम्ररी, एक ठाउँ हामी जम्मा भएर त्यहाँनिर रेडियो सुन्न जान्थ्यो बजेट भाषणको दिनमा। भन्दै जाँदाखेरि के गर्थ्यो, सबै चिज भनिदिएर अनि टिचर शब्द त्यहाँनिर छुट्थ्यो, भत्ता बिड्दै हुन्थ्यो। अनि त्यसैको भोलिपल्टदेखि लिएर सबै साथी इकट्ठा गएर फेरि एउटा आन्दोलनको मतलब माग गर्ने, आवाज उठाउने, त्यस्तो किसिमको क्रियाकलापमा सरिक हुन्थ्यो साथीहरू। अनि केही दिन जब आन्दोलन भइहाल्थ्यो अनि त्यसपछि बल्ल चाहिँ सरकारको तर्फबाट केही बुदाहरू आउँथ्यो, होइन होइन यो तपाईँहरूको लागि पनि हो, त्यसमा टिचर छुटेको मात्रै हो, त्यसलाई टिचर हालिदिनुपर्छ भनेर। अनि
आन्दोलन पश्चात मात्रै पाउने यो परम्परा मैले के देखिरहेको छु। आज मनुष्यमा के हुँदो रहेछ, बच्चा यदि कसैलाई चाहना छ भने मम्मीलाई पनि थाहा हुँदैन उसको आमालाई कि मलाई मेरो बच्चालाई भोक लागेको छ। बच्चा रोएपछि बल्ल थाहा हुन्छ कि खान दिनुपर्छ। त्यसकारणले अब यो आन्दोलनको कुरो यहाँनिर काठमाडौँ आउने कुरो मैले देखिरहेको छु। अहिले हाल हामीलाई 3 पटक लगातार देखिरहेका छौँ। पहिले पनि 75, 78 र 80 मा विभिन्न किसिमका सम्झौताहरू भए। 80 वालामा हामीले के पायौँ त, त्यहाँ पनि अब पुरै स्कुल बन्द गरेर बिचमा विगतका सम्झौताहरूमा कार्यान्वयन नभएपछि 80 मा यस्तै किसिमबाट सबै शिक्षक 77 जिल्लाको चाहिँ माइतीघर मण्डला भानेश्वर केन्द्रित भएका थियौँ त्यतिखेर। र त्यहाँनिर के भयो, त्यसबाट सरकार पक्षबाट र हाम्रो अग्रज टिचरहरू जुन नेताहरू हुनुहुन्छ उहाँहरूको बिचमा केही सम्झौताहरू भयो कि होइन आन्दोलन गर्नु हुँदैन, विद्यालय फर्कनुपर्छ। त्यो सम्झौतालाई धेरै साथीहरूले अनेक किसिमका कुराहरू भने तैपनि सबैलाई चित्त बुझाउने गरी हाम्रो नेतृत्ववर्गले चाहिँ ल यस्तो यस्तो किसिमको बुदामा हामी सिग्नेचर गऱ्यौँ। सरकारका जुन आधिकारिक व्यक्तिहरू, जो पदासीन व्यक्तिहरू, त्यतिका बेलाका पदासीन व्यक्तिहरू पनि संवेदनशील थिए, तिनीहरू पनि बुझे टिचरका कुराहरू र सम्झौता गरियो। सम्झौता गरिसकेपछि हामी त्यही सम्झौतामा एउटा विश्वास गरेर जम्मै टिचरहरू, जुन केन्द्रीय नेतृत्वहरूले भने कि होइन यति सम्झौता भइसक्यो, अब यो माग चाहिँ सम्बोधन गरेर हाम्रो शिक्षा नियमावली आउँछन् र अब हामी ढुक्क भएर घर फर्कदा हुन्छ। त्यो त्यतिखेर त्यो सम्झौताको मात्रै शब्द सुनेर र त्यसका बुदाहरू देखेर सबैजना टिचरहरूलाई लाग्यो कि ल अब हामीलाई सरकारले अब त्यस्तो किसिमको दृष्टि राख्दैनन्, ठिकै छ, हाम्रो जो सम्झौता भएछ त्यो अनुसारमा चित्त बुझाएर जानुपर्छ भनेर सब घर फर्किहाल्यो। अब फर्कन त फर्के, अब 10 दिन, महिना दिन, 1 महिना, 2 महिना, 3 महिना, 10 महिना बित्दै जाँदाखेरि वर्षौँ बितिसक्यो, महिनौँ, कुनै किसिमको चाहिँ मतलब त्यसको केही आइरहेको छैन। आभास त हुनु पर्यो सम्झौता हामी गरेका छौँ। किनभने अहिले सम्झौता शब्दलाई किन हामीले यहाँनिर गरिरहेका छौँ भने दुईजना बिचमा तपाईँ हाम्रो हजुरको र हाम्रो बिचमा केही लेनी देनी नै भयो भने हामी के गर्छौँ त, दुईटा साक्षी राखेर एकजना लेखनदास हुन्छ अनि त्यहाँनिर एउटा कागज बन्छ। कागज बनिसकेपछि त्यसमा दुईटैजना साक्षीले सही गर्छ। सही गरिसकेपछि के हुन्छ भने त्यो कागजलाई त अदालतले पनि मान्छ भोलि गएर। त्यो कागज आखिर त्यतिकै बनेको त होइन। यहाँ टिचरका आन्दोलन पक्ष र सरकारका त्यतिखेरका संवेदनशील पदमा बसेका व्यक्तित्वहरू बीच आखिर कसैले त्यहाँनिर पनि त भन्न सक्थ्यो नि हामीलाई अर्थको समस्या छ, शिक्षामा यस्तो छ। त्यहाँ हर पक्षका सरकारका व्यक्तित्वहरू पनि त्यहाँनिर बसे, टिचरका मान्छेहरू पनि त्यहाँनिर सबैजना बसे। बसिसकेपछि त्यहाँबाट जुन लास्टमा निचोरमा ल हामी यस्तो यस्तो कुरोमा सम्झौता हाम्रो भयो, त्यो कागज एकदम ठुलो कागज हो। त्यसलाई अहिले चाहिँ कसैले भोलि एउटा पुस्ताले एउटा काम गरेको छ, म फलाना यस्तो गरिदिन्छु भनेर हुन्छ। इन्डिया सरकारसँग हाम्रो दार्जिलिङ हाम्रो होइन, पहिला अन्य जुन मुलुकका पार्टहरू हामी गुमाएको छौँ, त्यो के को आधारमा? त्यही सम्झौताको आधारमा नि। हामी यो चाहिँ हाम्रो थियो र हाम्रो चाहिँ हाम्रो अग्रजहरूले जो हाम्रा पहिलाका पुस्ताहरूले चाहिँ सम्झौता गरिसकेको छ र सम्झौताबाट त्यो चिज टुङ्गियो भनेपछि त्यो सम्झौताको त्यति मान्यता हुन्छ नि। हामीहरूको बिचमा सम्झौतालाई हामी त्यसरी आधार बनाएर हामी गयौँ। काठमाडौँ फेरि हामीलाई आउनै पर्दैन थियो होला। हुबहु सम्झौतामा भएका कुरो राखेर जुन ऐन जारी गरिदिएको हो, तैपनि हाम्रो केन्द्रीय नेतृत्वहरूलाई लाग्यो कि धेरै टाइम भयो, सबैलाई उकुस मुकुस त हुन्छ। जुन खुसीको साथ हामीले यहाँबाट गत वर्ष चाहिँ त्यो सम्झौता लिएर गएका थियौँ, सम्झौताको बारेमा तुरुन्तै रातारात चाहिँ फ्ल्यास भइहाल्यो, सबैको हात सबैको मोबाइलमा गइहाल्यो। साथीहरू ल अब यति दुःख हामी गऱ्यौँ काठमाडौँ गएर, अब चाहिँ हामीलाई पनि गर्नु पर्दैन, अरू कसैलाई गर्नु पर्दैन। किनभने यो नियमावली आइसकेपछि अहिले बुझाइ कस्तो छ भने यो नियमावली आइसकेपछि, यो ऐन आइसकेपछि टिचरहरूको लागि मात्रै हो।
म के भन्न सक्छु चाहन्छु यो वास्तवमा यो टिचरहरूको लागि मात्रै होइन, यो त टिचर लागि जो छ 5 वर्ष 10 वर्ष 12 वर्ष जम्मै रिटायरमेन्ट भइहाल्छ। जम्मै चाहिँ के निवृत्ति भइसकेपछि त्यहाँ कसको पाला आउँछ त त्यसपछि? अन्य नेपाली जो अहिले पदासीन व्यक्तित्वहरू जसले सिग्नेचर गर्नुहुन्छ, जसले स्टाम्प लगाउनुहुन्छ, त्यसका नाता कुटुम्ब भाइ भरदार अन्य जति छन् नेपालीहरू सबैको लागि त्यो ऐन हो। यही ऐनमा टेकेर यही ऐनलाई आधार मानेर भोलिको चाहिँ सबैजनाले आयोगदेखि लिएर अन्य चिज चाहिँ उसको जागिरको संरक्षण हुनेछ। त मात्र यो टिचरको लागि त होइन। अब 2028 सालको शिक्षा नियमावली चलिरहेको छैन। शिक्षा ऐन कतिपटक अवस्था परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो, देशको स्वरूप अर्कै किसिमको भयो, तर हामी त्यसैलाई टालटुल गरेर चालिरहेको छौँ र चाहन्छौँ कि हामीलाई आधुनिकतातिर जाउँ, सम्भव भएन। त्यस कारणले यो हाम्रो आन्दोलनको दौरान मैले त्यो सम्झौताको कुरालाई अलिकता त्यहाँनिर राखेँ। सम्झौता भइसकेपछि गएर पुनः हाम्रो केन्द्रीय नेतृत्व लाग्यो कि धेरै टाइम लागिसक्यो त किन भइरहेको छैन त? उहाँहरूले झकझकाउने कामहरू गर्नुभयो, विभिन्न किसिमको क्रियाकलापहरू सरकारसँग चाहिँ आग्रह विभिन्न किसिमका कुराहरू ल्याउनु हो। केही सिप नलागेपछि हाम्रो केन्द्रीय नेतृत्वहरू जो अहिले महासङ्घमा हुनुहुन्छ उहाँले भन्नु होइन, एकपटक हामी सबै आउनुपर्छ सरकारलाई झकझकाउनको लागि एउटा चाहिँ तगेदा स्वरूप। त हामी 1.5-2 महिना पहिले 24 गते सबैजना पुरै काठमाडौँ केन्द्रित भएर हामी त्यहाँनिर यहीँबाट आवाज लगाएको थियौँ कि हाम्रो किन ढिलो भयो। एक दिनको लागि मात्रै, त्यो पनि दिन कस्तो थियो? शनिबारको दिन आएर ताकि हामीलाई पढाइमा पनि स्कुलमा पनि कुनै किसिमको समस्या नहोस्। त्यो परिस्थिति लाभमा आउनको लागि हामी त्यहाँ पुगिसकेपछि सरकार समक्ष त्यो चाहिँ अलिकता किन यसरी ढिला सुस्ती भयो भनेर चाहिँ हामीले प्रस्तुत गरिसकेपछि त्यसपछि हामी त्यही दिन फर्क्यौँ। सबैजना फर्किसकेपछि हामीलाई लाग्यो कि अब त हामीले यस्तो आवाज दिइसकेका छौँ, त्यो आउँछ। अनि त्यही दिनदेखि आन्दोलनका चरणबद्ध रूपमा घोषणा पनि भयो र हाम्रो केन्द्रीय नेतृत्व पङ्क्तिहरू यहीँनिर धरना पनि बसिसक्दाखेरि के भयो भने गर्दा गर्दै दिन बित्दै गयो, कुनै किसिमको उहाँहरूलाई चाहिँ त्यस्तो किसिमको सिरियस सहानुभूति प्राप्त गर्न सक्नु भएन। किनभने कुनै पनि चिज कसैलाई दिँदाखेरि मान्छेले के त्यसको आभास हुनु पर्यो नि त। एकजना भोज खाइरहेको व्यक्ति थियो, भोजमा भोज खान्छ नि पहिले पलेती कसेर गाउँघरतिर, अनि त्यो मान्छेले कसलाई सोध्न गयो, सबै खानेकुरा पस्कँदै त्यो एकजना सुरदास थियो त्यहाँनिर, जसको आँखा नदेख्नेलाई अन्धो भन्छ नि, त्यो मान्छेलाई सोध्न गयो। त्यो मान्छेले भाइ तिम्रो पातमा त घिउ पर्यो। अब त्यो मान्छे अन्धो छ बिचरा, कसरी बुझ्छ? त्यसको कान चाहिँ मात्रै थियो। उसले भन्यो के भने गडगडाएर हाल्नु होला, त्यो गडगडाहटको आवाज आयो भने बल्ल म बुझ्छु कि त्यहाँनिर घिउ पर्यो मेरो पात भनेपछि यतिका टिचरहरू जुन छन् चाहिँ जसलाई म एउटा उदाहरण मात्रै पेश गरेको कि आभास यो हुनु पर्यो नि कि मेरो शिक्षा नियमावली शिक्षा ऐन हामीहरूको सम्झौता अनुसारबाट आयो। त्यो सिप नलागेपछि केही नलागेपछि हाम्रो केन्द्रीय नेतृत्वहरूलाई पनि केही आभास भएन। उनीहरूले समाचार कसरी सम्प्रेषण गर्ने, त्यस कारण के गर्यो त त्यहाँनिर आह्वान गर्यो। अब यतिले पुगेन, हामीहरू प्रत्येक कार्यालयमा धरना गर्यो, नेताहरूलाई गुहार्यौँ, जो आखिरी प्रत्येक चाहिँ कुनै न कुनै किसिमको पार्टीमा चाहिँ आबद्ध हुनुहुन्छ। उहाँले त अहिले राज्य चलाइराख्नु भएको छ। सबै कहाँ पार्टीमा गुहार्दाखेरि पनि, सबै कहाँ जाँदाखेरि पनि, त्यसमा पनि जो अहिले सरकार पक्षमा हुनुहुन्छ उहाँहरूलाई त अझै सिरियस रूपमा लिएर जानुपर्ने, किन भोलि सबैलाई हामी नेपाली हौँ, सबैलाई आवश्यकता पर्ने चिज हो। केही नआएपछि उहाँले आह्वान गर्नुभयो आन्दोलनको, र आन्दोलनमा फेरि कस्तो त हामी पहिला चाहिँ मोडल चेन्ज गर्यो कि ठिक छ यसरी चाहिँ हामी नै धरना हुँदै चाहिँ आइहाल्यो भने हामी कसैलाई ल्याउनै पर्दैन। लास्टमा जब कि 5-10 दिन पहिले नै सरकारलाई जानकारी गराइदियो कि म चाहिँ हामी अब 20 गतेबाट चाहिँ गर्नेछौँ, किनभने हामीले टिचर सिरियस नभएको भए टिचरहरू एसएलसी 19 गतेसम्म चल्यो हेर्नुहोस्, त्योभन्दा पहिले पनि हुन सक्थ्यो नि त।
टिचर संवेदनशीलताकोलाई कसरी ख्याल गरेको छैन भन्छ कसैले। यहाँनिर हाम्रो केन्द्रीय पङ्क्तिको एसएलसी पनि हाम्रो विद्यार्थी हो, उसको एसएलसी पनि समाप्त होस् र त्यसपछिका दिन जुन छ त्यसपछि हामी आन्दोलनमा आयौँ। त्यस्तो दिन चयन गरेर त्यहाँबाट आन्दोलनको घोषणा भयो। सबैजनाहरू आए। हामीहरू कहाँ पनि अब यस्तै किसिमको ल जानुपर्छ अब धेरै टिचरहरू कसरी जाने के गर्ने, काठमाडौँ केन्द्रित आन्दोलन हो, कति दिन लाग्ने हो, के हो कसो हो, हामी कल्पना पनि गरेको थियौँ नि यति दिन लाग्छ। किनभने हामी त्यहाँनिरको योजना बनाउँदाखेरि हामी त्यहीँनिर पहिले स्थानीय लेभलमा जतिजना बस्नु पर्थ्यो त्यहाँनिर बस्छौँ। एउटा आन्दोलन परिचालन समिति पनि बन्यो। त्यसमा पनि मलाई एउटा सिनियरको हिसाबले र प्रधानाध्यापक मध्येबाट वरिष्ठ भएको हुनाले त्यसमा राख्यो। अन्य साथीहरू पनि बसे र त्यहाँनिर पनि एउटा गाडीको व्यवस्था, एउटा सानो गरेको व्यवस्था गरियो। किनभने हामीहरूले चाहने थियो 2-4 दिन 5 दिन 7 दिन लाग्छ, त्यसपछि केही न केही सम्बोधन हुन्छ, हामी फर्किहाल्छौँ। त्यो हिसाबले हामी आएको थियौँ। यहाँनिर आउँदाखेरि त के अर्कै चिज देख्यौँ। आन्दोलन हामी पठन पाठन नबिग्रिने, पढाइ नबिग्रिने त्यस्तो समयलाई चेन्ज गरेको छौँ हामी। ठ्याक्कै यता एसएलसी पनि समाप्त हुने, रिजल्ट निकाल्ने तर्खरमा र नयाँ भर्नाहरू हुँदै गर्दाखेरि 5-7 दिन 10 दिन लाग्छन्। त्यस्तो समयलाई हामीले चयन गर्यो कि यो बेलामा चाहिँ सरकारले बुझ्छन् र हामीले चाँडोभन्दा चाँडो चाहिँ हाम्रो फेरि गर्नु केही छैन। उहाँले पूर्व सम्झौता भइसकेको छ भन्नलाई पनि कति सजिलो। त्यतिखेर अर्कै पक्षका अर्कै पार्टीका मन्त्रीहरू थिए, प्रधानमन्त्रीहरू थिए, गरेको सम्झौता उहाँहरूको पालामा भएको हो। यतातिर पक्षलाई त सजिलो कि भाइ तपाईँहरूले जो सम्झौता गर्नुपर्छ त्यसैलाई त लागू हामीले गरेका छौँ। हामी अन्य चिज नयाँ त केही सिर्जना गरेका त छैनौँ। किनभने पदीय दायित्व त जतिखेर उहाँहरूको जति अहिले यहाँ छ, अहिले यहाँहरूको जति छ पदीय दायित्व, त्यतिखेर पनि त्यतिकै सिरियस भएर सबैजनाले त्यो सम्झौता गरिएको हो नि त। त्यस कारणले म के भन्छु भने यो जहिले जुन चिज जस लुट्ने समय हो कि जस कसको हातमा छ, त्यो जस लुट्ने समय चाहिँ कसलाई कसको हातमा जान्छ भन्ने ठेकान हुँदैन। हेर्दा हेर्नुभयो अहिले शिक्षा मन्त्री हाम्रो अलि सिरियस हुँदाहुँदै धेरै सिरियस रूपमा गइराख्नु भएको थियो उहाँले टिचरका समस्याहरूलाई। अनि लास्टमा चाहिँ केही नलागेपछि राजीनामा दिएर जानुभयो। अब के हुन्छ भने कहिलेकाहीँ हाम्रो टिचरहरूमा अब आशा त हामी छौँ कि फलानाले काम गरिरहेको छ, आभास मात्रै भइरहेको छैन। त्यस कारणले सबैजना अहिले सडक आन्दोलनमै अहिलेसम्म आज भन्नु त 24 दिन भइसक्यो। 24 दिनसम्म यहाँनिर यही सडक माइती घर मण्डला र बानेश्वरमा हाम्रो तराईतिर म जनकपुरको मान्छेको त्यहाँ छठ हुन्छ, चैती छठ भन्छ त्यसलाई। चैती छठ महाराज मैयाको त्यहाँ पूजा हुन्छ, त्यो पनि हामी बानेश्वर र यो माइती घरमा चाहिँ मनायौँ। त्यसैको 2 दिनपछि अष्टमी चैती दसैँ हुन्छ। त्यो दसैँमा पनि दुर्गा माताको आगमन हुन्छ र त्यो पनि हामी अहिले के भन्यो यो रोडमै मनायौँ, माइतीघर मण्डला र बानेश्वरदेखिसम्म। त्यसैको भोलिपल्ट रामनवमी त यस्तो चिज हो हाम्रो जनकपुरको लागि, खास गरेर देश विदेशका सारा मानिसहरू त्यहाँनिर इकट्ठा हुन्छ, ठुलो पर्वको रूपमा मनाइन्छ। त्यो रामनवमी पर्व पनि रामको जन्म जो मनाउँछौँ हामी, त्यो माइतीघर मण्डला बानेश्वरमा मनायौँ। वैशाख 1 गते नयाँ वर्ष छँदै भयो, त्यसको जुर शीतल हुन्छ, त्यो भव्य मनाउँछ हाम्रो तराईतिर। त्यसमा राजा सलेश महाराज एउटा दलित वर्गबाट पहिले राज्य गरेको व्यक्ति सलेश महाराज बहुत शक्तिशाली थिए, तिनको जन्म त्यसको भव्य रूपमा मनाइन्छ र आफूभन्दा सानाको टाउकोमा जल अर्पण गरेर यसरी थपथपाइदिन्छ, यसरी कि जुराउने भन्छ क्या, जल अर्पण गरेर जुराउँछ हातले आफूभन्दा ठुलाले। त्यो पर्व पनि अब हामी के गरौँ त, अब यो के अरे माइतीघर मण्डला उसमा मनायौँ। यत्रा ठुल्ठुला पर्वहरूको जम्मै पर्वबाट आएका शक्ति अब के भएछ भने जम्मै हाम्रो केन्द्रीय नेतृत्वहरूमा प्रवेश गरिसकेको छ। अष्टमी माताको, त्यस्तै रामको र यति सबैको शरीरमा प्रवेश भइसकेको छ र सबै टिचरहरूकोमा यस्तो अनुभूति भइरहेछ कि अब हामी शिक्षा नियमावली नियम लिएर मात्र अब फर्कने, यो लडाइँ भनेको हाम्रो अन्तिम लडाइँ हो। अब आन्दोलनको
एउटा कुरो अघि चलेको थियो। आन्दोलनको स्वरूप हेर्नुहोस् त हाम्रो, मतलब एक दिनमा कोही आन्दोलन गर्छ, ढुङ्गा मुरा यतातिर यो तोरियो त्यो तोरियो, यता लट्ठी चलायो उता गर्यो, धेरै धनजनको क्षति भयो, मानिसको पनि उ भयो र त्यसरी चाहिँ टुङ्ग्याउने गर्थ्यो। त्यो भयो आन्दोलनको के अरे रूप भन्थ्यो पहिला मान्छेहरू। हामीहरूको स्वरूप हेर्नुहोस् आन्दोलनको, पहिला पनि हामीले सजग भएर गऱ्यौँ, अहिले पनि हाम्रो यति स्वयंसेवकहरू तैनात छन्। यसरी चाहिँ हाम्रो यो केन्द्रीय नेतृत्वहरूले सबैलाई निगरानी गरिरहेको छ होइन। हामीले कुनै चिज हाम्रो कसैको एउटा औँला पनि नभाँचेर हामीले यो आन्दोलन सफल गर्छौँ। हामी केही गर्नु हुँदैन, हाम्रो आवाज सुनिदिने मान्छेहरू त हामी विभिन्न किसिमबाट सुनाउन गइरहेको छौँ। जस्तै विभिन्न किसिमका टिका टिप्पणी आउँछ, कोही टिचरले गीत गाउने गर्छन्, कोही टिचरले नाचेर देखाउँछन्, कोही टिचरले भाषणद्वारा गर्छन्, कसैले आफ्नो एउटा जानेको सिप जो जादु कसैले जानेको छ, मतलब त्यो हातको सफाइ हो जादु त के भने, त्यसलाई देखाए रोचक बनाएर र त्यसै त्यहीँबाट चाहिँ उद्घोष गरिरहेको छ, त्यहीँबाट जानकारी गराएको छ, सरकारसँग भनिरहेको छ। त्यो शब्दमा चाहिँ हामीले बुझ्नुपर्छ कि त्यो शब्दले के भनिरहेको छ त। कसै तपाईँको हजुरको स्टुडियोमा बाट पनि या अन्य सञ्चारका माध्यमबाट पनि हामीले त्यही के अरे आफूमा मनमा लागेका ती कुराहरू सरकार समक्ष पठाइरहेको छौँ आन्दोलनमा, कि जति सक्यो चाँडो हामीलाई त्यो घर जाने वातावरण बनोस्, हाम्रो माग पुरा होस्। अब यहाँनिर यसलाई अनेक किसिमबाट हेरिन्छ कि यस्तो गरिन्छ उस्तो। मैले सुने केही नेताहरूको मुखबाट पनि रमाइलो गरेछ, टिचरहरूको यस्तो बेला छ, त्यो होइन। टाइम सबैको जसरी तपाईँको टाइमको भ्यालु छ त्यतिकै सबैको टाइमको भ्यालु हुन्छ। मानिसले यो समयमा हाम्रो फुर्सद होला र म यो काम गरौँला, त्यो समय सबैको भ्यालु हुन्छ, त्यो योजना बनाएको हुन्छ। तर त्यो योजना सबै आफ्नो धाराको धारा राखेर हामी सबै चिज छोडेर अहिले सडकमा छौँ। त्यो संवेदनशीलतालाई बुझिराख्नु भएको छैन अहिलेसम्म। नत्र भने महाभारतको नाउँ सुन्नुभएको होला, कति दिन लडाइँ भयो महाभारतको? 18 दिन। त्यत्रो महाभारतको लडाइँ 18 दिनमा समाप्त भइहाल्यो। यहाँनिर हामीले आफ्नै देशमा देखिरहेको छौँ त्योभन्दा पनि ठुल्ठुला आन्दोलनहरू समाप्त भए, जस्तै 19 दिनमा हाम्रो व्यवस्थै चेन्ज भइहाल्यो। जो अहिले व्यवस्था हामी देखिरहेको छौँ, व्यवस्था अवस्था सबै चेन्ज भइहाल्यो र आज हाम्रो यो परिस्थिति छ। त्यसमा पनि चाहिँ हजारौँ टिचर हामी त्यतिकै छौँ, यहाँनिर सडकको पेटीमा बसेर हामी उ गरिरहेको छौँ, गुहार गरिरहेको छौँ। त्यस कारणले दिन पनि धेरै लामो भइसकेको हुनाले संवेदनशील कुनै सबै दिन यो चोला के हो भने मनुष्यको सबै नै एक न एक दिन जाने हो। कसलाई जस लेखेको छ यसमा, अब त्यो के छ भने राम्रो कुरोमा अलिकता फ्याट आफ्नो अगाडि बढ्नुपर्ने हुन्छ। म एउटा जनकपुरको मान्छे, अब मैले पहिले भनिसकेँ भुइस कुमार शाहले जहाँ गए पनि राम्रो कुरालाई सङ्कलन गर्ने प्रयास गरेँ। मैले विभिन्न रचनाहरूबाट पनि नेपाली, भोजपुरी, मैथिली, देउडा अनेक किसिमका चिजहरू रचना गरेर पनि मैले सुनाएँ, आन्दोलन सम्बन्धी चिजहरू। र मैले रामायणको श्लोकबाट नेपालीमा भन्ने गरिन्छ कि जतिखेर जस लुट्ने कसरी हो, कसरी हाम्रो हातमा यस्तन, हामी शिलान्यास गर्नलाई कुदिहाल्छौँ, उद्घाटन गर्नलाई कुदिहाल्छौँ। सबभन्दा ठुलो उद्घाटन र शिलान्यास गरेर उद्घाटन गर्नुपर्ने यो हो जसलाई हामी भन्छौँ 2028 सालको जो शिक्षा नियमावली छन्, टालटुल गरेर चलिरहेको छ, व्यवस्था चेन्ज गरेर भइसक्यो, त्यही चलिरहेको छ। त्यसमा स्टाम्प कसले लगाउने, त्यसको सिग्नेचर त्यसमा कसले गर्ने, त्यो सबभन्दा ठुलो शिलान्यास हो र उद्घाटन हो। किनभने प्रभु श्री रामजीले जतिखेर रावणको अन्त भइहाल्यो, अन्तिम क्षणमा लक्ष्मणलाई भनेछ, बाबु संसारकै सबभन्दा ठुलो विद्वान हो उहाँ हुन्छ, त्यस्तो पण्डित संसारमा कोही छैन। त्यो पण्डित यस्तो छ, तिमी गएर त्यहाँनिर 2-4वटा सिप ज्ञान लिइहाल। यहाँनिर भन्दाखेरि उसले के भनेछ भने, त्यो मेरो दुश्मन हो, कसरी चाहिँ दाजुले पठाइराख्नु भएको छ। तर त्यहाँनिर त आज्ञाकारी भनिसकेपछि त्यहाँनिर गइसकेर संवाद भयो। त प्रभु श्रीरामजीले त जानेर बुझेर पठाएको थिए त्यहाँनिर। त्यसपछि रावणको मुखबाट वाचन भयो। नेपालीमा श्लोक छ त्यसको, मैले श्लोक यहाँ राख्ने प्रयास गरेँ। हेर लक्ष्मण,
तिमी आयौ, मैले केही न केही त भन्नुपर्ने हुन्छ। ए सुनमा सुगन्ध, हातीमा अमृत, उखुमा लाउला फल, नरलोकबाट स्वर्लोक जाने, सिरी चिनाउने बल। हे लक्ष्मण, मेरो योजना थियो, म चाहिँ सुनमा सुगन्ध ल्याउँथे। सुन त त्यत्तिकै बहुमूल्य छ, तर त्यसमा बासना छैन। तर मेरो योजना थियो, म सुगन्ध ल्याउँथे, बासना ल्याउँथे सुनमा सुगन्ध, हात्तीमा अमृत ल्याउँथे। यो सानोतिनो जनावरमा अमृत न, ठुलो जनावरमा अमृत ल्याउँथे। एउटा हात्तीको अमृतबाट हजारौँ लाखौँ मान्छेलाई पुरा भइहाल्थ्यो, कसैलाई कुनै रोग नलाग्ने, सबै बिउजिहाल्ने निरोग अमृत। हात्तीमा अमृत, उखुमा लाउला फल। उखुमा लाउला फलको मतलब उखुको डाँट त त्यस्तो मिठो छ, त्यसमा फल त हुँदैन। फल भयो भने कस्तो हुन्थ्यो, मैले त्यसमा फल लगाउँथेँ। र नरलोकबाट स्वर्लोक जाने, सिडी चिनाउने बल। म नरलोकबाट स्वर्ग जानको लागि केही चिज जरुरी पर्दैन। पूजा गरे, यता गर उता गर, सातु सातु बाँध्यो, झोलामली बोक्यो, पिठ्यूमा राख्यो, सुई सुई सिडी लिएर स्वर्गमा गयो। त्यस्तो योजना थियो। लक्ष्मणले यसरी मुन्टो हलाउँदै भने, त्यसपछि भने अझ एउटा बोटबाट मानिसको 5 वटा आवश्यकता पूर्ति गर्थे। जस्तै मकैको बोटको उदाहरण उहाँले दिनुभयो, भन्नुभयो, फेद टुप्पाको धान पिडालु, जुङ्गाको बनाउला धागो, पात पत्करको कपडाको रहर, चाँडै नै दैव लाग्यो। हे लक्ष्मण, मेरो योजना थियो, म मकैको बोटमा जरामा आलु फलाइदिन्थेँ, आडु पिडालु, माथि टुप्पामा धान फलाउँथेँ, जुङ्गाको धागो बनाइहाल्थे र पात पत्करको कपडा बनाइहाल्थे। मकै त त्यहाँ छँदैछ। एउटा बोटबाट मानिसको 5 वटा आवश्यकता म पूर्ति गर्थे। त्यो मेरो योजना थियो। तर त्यो योजना केही सफल भएन, चाँडै नै दैव लाग्यो। त्यसकारणले योजना मान्छेले धेरै बनाउँछन्, सबै पुरै भए हुन्छ त्यो छैन। तर लास्टमा तिमीले एउटा मेरो वचन, मैले भनेको कुरो जहिले पनि याद राख्नु भनेर अन्तमा रावणले के भन्यो त, नराम्रो कुरा चिताएको बेला, टाढाको राख्नु भाका, धर्म चिताउनु काम गरी भ्याउनु, मर्दले देख्लान् आँखा। के भनेछ भने, नराम्रो कुरो चिताएको बेला टाढाको राख्नु भाका। कसैलाई तिमीलाई गाली गर्नु छ, पिट्नु छ, त्यसको नागा चोरी गर्नु छ, बदमासी गर्नु छ, कुनै खराब चिज तिम्रो दिमागमा आयो भने टाढाको भाके राख्यो। 10 दिनपछि गरौँला त, उसँग गाली गर्नु छ, झगडा गर्नु छ, 10 दिनपछि, यसो 15 दिनपछि, तुरुन्तैको तुरुन्तै होइन, टाढाको राख्नु भाका। किनभने त्यो व्यक्ति खुद चाहिँ आभास उसमा भएर त्यो व्यक्तिमा स्वयं तपाईँमाथि नजिकमा आएर शरणागत हुन सक्छ। हामी बुद्धको जन्मेको देश हो, सीता जगत जननी सीतामा जन्मेको देशमा छौँ हामी। बुद्धले जति गाले गरे पनि केही फर्काउँथे त, अनि लास्टमा त्यसले त्यस्तो उपदेश दिएर गयो। त्यस कारणले त्यहाँनिर रावणले भन्यो, नराम्रो कुरा चिताएको बेला टाढाको भागा राखिदिनु, तर धर्म चिताउनु काम गरी भ्याउनु, मर्दले देख्लान् आँखा। भन्नुको मतलब, राम्रो चिज तिमीले चिताएको छौ भने विलम्ब नगर्नु। हुनसक्छ तिम्रो पालोमा, तिम्रो भाग्यमा लेखेको छैन, अर्कोले त्यो ठाउँ लिइहाल्छ, र त्योले अर्कोले ठाउँ लिएपछि उसको नाम रहिहाल्छ। त्यस कारणले धर्म काममा पछाडि नपर्नु, अरूजनाले सोच्नुभन्दा पनि तिमी अगाडि यो काम गरेर देखाइदिनु। त्यस कारणले म सरकार समक्ष के भन्न गइरहेको छु, यो धर्म काम हो। 2028 सालको शिक्षा नियमावली ये तमाम अहिले टिचर, अहिले लाखौँ टिचर सडकमा छन्, र त्यो उहाँहरूको लागि मात्रै नभएर सबैको लागि हो। त्यसलाई त्यो धर्म काममा विलम्ब नगर्नु। सबैको आशीर्वाद तपाईँहरूमाथि जानेछ, र जो सम्झौता गरेको छ त्यसमा तपाईँको के हो? जो सम्झौता परापूर्व पहिला गरिसकेको छ विभिन्न वर्षमा, उहाँहरू गरिसकेको चिजलाई तपाईँ हुबहु उतारेर त्यसलाई समावेश गरेर दिने हो। त्यसमा यो धर्म काममा पछाडि नपर्नुहोस्, यो सबैको लागि हो। आज जो व्यक्तिहरू सडकमा छन् सो सधैँ रहँदैन, उनीहरू
भोलि अर्कोको पालो आउँछ, अरू मान्छेहरू यही शिक्षा नियमावली टेक्छन्, त्यसमा तपाईँका व्यक्तिहरू पनि पुर्न सक्छन्। जो सिग्नेचर गर्नु होला, जो अहिले थिङ्किङ गरिराख्नु भएको छ कस्तो बनाऊ के हो, सबैसँग रिलेसन गाँसिएका व्यक्तिहरू, आफ्ना नाता कुटुम्बका व्यक्तिहरू, अल सबै नेपालीको लागि त्यो शिक्षा नियमावली हुनेछ। त्यस कारणले यसमा विलम्ब नगरिकन कुनै किसिमको आफ्नो के अरे झालझेल मनमा नराखेर, मेन चिज हो हजुरले अस्ति एकपल्ट कुरो निकाल्नु भयो कि इमान्दारिता कुरो, विश्वास कुरो के हुन्छ भने अब एउटा आधार हुन्छ नि विश्वासको, त त्यही विश्वासको बदौलत त गत वर्ष सम्झौता गरेर गयो नि त। त्यो जब विश्वासघातमा परिणत भयो, अब यति टाइम लागिरहेको छ, आइरहेको छैन, कहीँ हामीलाई ढाँटिरहेको त छैन। अब विश्वासको वातावरण त दोहोरो हुनु पर्यो। एक होरोमा हामी मात्रै विश्वास गर्ने, अर्को पक्षले विश्वासै नगरिदिने, विश्वासको वातावरण सिर्जना नगरिदिएपछि त्यो सम्बन्धित व्यक्तिलाई के हुन्छ? हामी टाइमको म्यानेज गर्न जानेका छौँ, गरेका छौँ पहिले विगतमा। कोरोनाको समयमा हजुरलाई थाहै छ कसरी चाहिँ देश बित्यो होइन, कसरी म्यानेज भयो त त्यहाँनिर। त्यो त धेरै ठुलो ग्याप थियो। अहिले त यो के अरे शैक्षिक सत्रको अन्तिम समय र शैक्षिक सत्रको सुरुवात समयको बिचको समय हो। यसलाई म्यानेज गर्नको लागि टिचरलाई हाँसी खुसी सबै माग त्यसको पूरा गरेर पठायो भने त्यहाँनिर हामीहरूले आफ्नै किसिमको एउटा छुट्टै योजना तयार गरेर 1 घन्टा 2 घन्टा टाइम बढाएर हुन्छ कि के अरे बिदाको दिनमा चाहिँ म्यानेज गरेर हुन्छ कि विभिन्न खाले बिदाहरू हुन्छन्, त्यसलाई कुनै न कुनै प्रक्रिया गरेर आखिर काम गर्ने त हामी छौँ, त्यहाँनिर काम गर्ने त हाम्रा तमाम टिचरहरू छन्, तिनीहरूले कुनै न कुनै किसिमको चाहिँ योजना बनाउने छन् र हामी सफल पनि हुन्छौँ। र हामी त्यही विद्यार्थी अभिभावक सबैलाई भनिरहेको छौँ, यो नियमावली हामीहरू जो टिचर जति दिन्छौँ त्यसपछि तपाईँहरूको लागि पनि छन् र विद्यार्थीहरूलाई पनि हामी त्यतिकै उत्तरदायित्व। हाम्रा टिचरहरू विभिन्न समयमा कालखण्डमा ठगिँदै आइराख्नु भएको छ र यसपालि हामी निर्णायक आन्दोलनमा छौँ। सबैजनाले फोनबाट पक्कै पनि हामीले चाहिँ यस्तो किसिमको सन्देश लिन आउँदाखेरि सबै गुरुहरूको मुखमा चाहिँ एउटा हँसिलो होस् र हामी कक्षा कोठामा गइसकेपछि हामीलाई राम्रो होस्। किनभने अब नियमावली बनायो, नीति नियम बनाउँछ, त्यहाँ वस्तुस्थिति अर्कै किसिमको हुन्छ। शिक्षा र स्वास्थ्यलाई हजुरले हेर्नु हुँदाखेरि कति टाढा फाल्दियो त आफूलाई, शिक्षा र स्वास्थ्यलाई टाढा फालिदियो कहाँनिर? स्थानीयमा आफ्नो सङ्घबाट नियुक्त भएका टिचरहरू जहाँ हामी त्यसलाई दिइरहेको छ त्यहाँको अवस्था के छ त्यो हेरिदिनुपर्छ नि। शैक्षिक योजनाहरू बनाउँछौँ, योजनाका नितान्त आवश्यकताका चिज काठमाडौँ बसेर त पुरा हुँदैन नि। त्यसको लागि हामी जानुपर्छ सम्बन्धित ठाउँमा। हामीले सुनेको थियौँ एउटा नाङ्गो जिउमा हलो बोकेको किसानको फोटो राखेर बल्ल चाहिँ योजना बनायो भने होइन, नीति निर्माण भयो भने कृषिका विभिन्न चिजहरू त्यसबाट चाहिँ उपलब्धिमूलक हुन्छ। हामी यहाँ कल्पना गर्छौँ विभिन्न बोर्डिङहरूको विभिन्न जो हर चिजको सुविधा सम्पन्न छ र त्यसको तुलना गर्छौँ हामी एउटा सामान्य गाउँघरमा दुर्गम ठाउँमा भएको स्कुलमा को अवस्था हेरेर। कुन टिचरले तलब 18 महिना 20 महिना भइसकेको छ तलब खाएको छैन, न कुनै किसिमको निकासा गरेको छ। त्यस्तो स्कुलहरू पनि छ, हाम्रै स्कुलमा त्यस्तो अवस्था छ। केही मतलब छैन, यति पावरफुल बनाइदिएको छ स्थानीय सरकार, जे पनि गर्न न अदालतको सुन्ने, न शिक्षा कार्यालयको सुन्ने, न मन्त्रालयबाट पत्र जाँदा पनि सुन्ने। त्यस्तो हामीले बोकिहाल्यो भने दिमागमा के हुन्छ? टिचर जो भोकै छ क्लासमा जान्छ, त्यो टिचरहरू के सोचेर जाँदो होला र कस्तो मनस्थिति होला? घरमा मान्छेहरूले चाहिँ कसरी चाहिँ मेरो छोराछोरीले खाएन, सामान केही आयो कि आएन, फलानाले चाहिँ उधारो दिन छोडिसक्यो, यस्ता किसिमको कुराहरू आउँछ नि। जब हामी कर्मचारी बनाएको छौँ, शिक्षा र स्वास्थ्यलाई टाढा फालेर हुन्छ। सरकारले आफ्नो जिम्मामा लिनुपर्छ नि, आफ्नो हिसाबबाट चाहिँ सञ्चालन गर्ने। त्यसमा तपाईँ दक्ष व्यक्तित्वहरूलाई विभिन्न किसिमको निरीक्षण होस्। अब यो निरीक्षणलाई छोडिदिने, ल त्यस्तो स्थानीय तपाईँ जिम्मा लगाउनु, त्यसको अवस्था के छ? यहाँ डिग्री लेभल गरेका उच्च पदमा बसेका टिचरहरू छन्, एउटा सामान्य हिसाबबाट त्यहाँ जिम्मा लगाइदिएको छ। तपाईँले जे कटकरमा हामीलाई सत्ता चलाउन दियो यहाँनिर, यो पनि यस्तो किसिमको पनि हुन्छ। अन्य जम्मै चिज सङ्घबाट सञ्चालन हुने ठिक छ र यो शिक्षा र स्वास्थ्यलाई त्यहाँनिर गाँस दिएको छ। जो टिचर हजुरको के छ भने विगतको मैले अलिकति याद दिलाइरहेको छु, अलिकता सम्झनुहोस् त। 10-15-20 वर्ष पहिले पुरा देश आन्दोलित थिए।
आन्दोलन चलिरहेको थियो, द्वन्द्व चलिरहेको छ, को बाँच्छ कुन मर्छ ठेकान छैन। त्यस्तो परिवेशमा यही टिचर हो नेपाल सरकारको मानो खाएर प्रत्येक स्कुलमा नेपाल सरकार छ भनेर देखाएको हो, उसको काम गरेको। अन्य जम्मै कर्मचारी भागिहाले, जम्मै सेन्ट्रलाइज भइहाले जिल्लामा या त केन्द्रमा, जम्मै चिज ठप्प भइगयो। तर एउटा टिचर जुन डाँडामा छन्, जुन गाउँमा छन्, जुन स्थानीय दुर्गम ठाउँमा छन्, त्यो ठाउँमा भएर नेपाल सरकारलाई सेवा दिइराख्यो, निरन्तर दिइराख्यो। र त्यही टिचर अहिले चाहिँ आफूलाई त्यो जम्मै चिज, त्यो विगतमा भएका चिजहरू बिर्सिहालेछ, आफ्नो लागि केही मागिरहेको छ, हाम्रो सम्झौता भइसकेको छ। त त्यही टिचरलाई अहिले के बनाइन्छ भने विभिन्न किसिमको आरोप, विभिन्न किसिमको आक्षेप लगाएर, हातको औँला जब बराबर छैन भने कर्मचारीमा पनि फरक हुन्छ, टिचरमा पनि केही यस्तो होला। तपाईँ आफ्नो अनुगमन राम्ररी गर्नुहोस्, तपाईँ निर्देशन राम्ररी दिनुहोस्, निरीक्षण राम्ररी गर्नुहोस् र लगानी गर्नुहोस्। बिना लगानीको अहिले त यो बोट देखिरहेछौँ हामी, त्यसमा पानी हालेनौँ, त्यसलाई खाद्य पदार्थ हालेनौँ, सम्बन्धित ठाउँमा राम्रो किसिमको बीज बिजन राखेनौँ भने त्यो उमर्छ राम्ररी त। गोडमेल गर्छौँ हामी, सुरुमा खेत कोर्छौँ, एकैपटक मन्सिरमा धान काट्ने बेलामा मेरो धान कति आयो भनेर हुन्छ कि यति प्रतिशतको आवाज आएको थियो नि। तपाईँले कति प्रतिशत लगानी गर्नु, लगानी जुन गर्नुभयो हो, विदेशको चाहिँ कल्पना गर्नुहुन्छ, विदेशको लगानी कति पर्सेन्ट उनीहरूले गरे शिक्षामा सुरुमा, र त्यसपछि त्यसको 5 वर्ष 7 वर्ष प्रतिफल खोज्ने हो। हामी दरबन्दी दिएका छौँ, टिचरहरूको धेरै ठाउँमा अभाव छन्, यस्ता मतलब हर चिजको समस्याले गुज्रिरहेको अवस्था छन् एकातिर। अर्कोतिर यतातिर प्राइभेटाइजेसनलाई हामीले पिठी ठपठपाइरहेको छौँ। स्थिति त्यस्तो छ। स्थिति त्यहाँनिरको अवस्था के छ त्यसलाई मध्यनजर नगरिदिएर डाइरेक्टै उपलब्धि हामी खोज्न जान्छौँ मन्सिरको बेलामा, त्यो हुन्छ। त्यसको लागि त उन्नत किसिमको बिउ बिजन, उन्नत किसिमको खाद, त्यो पनि समयमा, र त्यसमा जो जनशक्तिहरू खटिरहेको छ त्यसको लागि उचित किसिमको व्यवस्थापन, त्यसको आवश्यकता पर्छ। त्यसपछि प्रतिफल आएन भने बल्ल हामी भन्छौँ राष्ट्रको कति प्रतिशत रकम हामी दिन्छौँ, त्यो हेर्नु पर्यो नि। त्यही 10-12%, 11% यति यही दौरान तलमाथि भइरहेको छ नि। अब हामी उपलब्धि यति खोल्ने कि जब यही शिक्षाबाट, यही जनशक्ति उत्पादन गर्ने संस्थाबाट हामी सबै संस्था चलिरहेको छ नि। जम्मै कर्मचारीहरू कहाँबाट आए, यतिका पदासीन व्यक्तित्वहरू जुन नेताजीहरू हुनुहुन्छ, ठुल्ठुला पदमा हुनुहुन्छ, कहाँबाट आए? यही शिक्षा पढेर गए। त्यसमा हामी राम्रो किसिमको उत्पादन बिउ बिजनबाट चाहिँ सुरु गरिदियो भने, हाम्रो गोडमेलबाट नै सुरु गरिदियो भने बल्ल 10 वर्षपछि के हुन्छ, त्यो राम्रो भएर आउँछ अनि त्यसले हर हिसाबबाट चाहिँ सम्हाल्न सक्छ। त्यसको लागि पनि के गर्नु पर्यो भने आकर्षक पेसा बनाउनु पर्यो। टिचरको एउटा पहिले प्राथमिकता, मैले टिचर बन्नुपर्छ भन्छ त विदेशमा, मैले टिचर पाइनँ बल्ल अरू पेसामा जाने। मलाई अहिले यो कुरो गर्दा एउटा सम्झना आयो। मेरो एउटा साथी माविको म्याथमेटिक्समा थाहै भयो, हेर्नुहोस्, राजपत्राङ्कित 3य श्रेणी हुन्छ, माविको शिक्षकमा थाहै भयो। उसले के गरेछ, लोकसेवाबाट पनि फोन गरेर रहेछ। उसले त्यसैको 10 दिन 15 दिन पछि सहलेखापालको परीक्षामा पास भयो। साथीले के रोजे त, माविको नरोजेर सहलेखापाल जान राम्रो, म टिचर बन्दिनँ भनेर उतातिर गए। त्यसमा पनि दुर्गम कालीकोट जस्तो ठाउँमा गए। ल हेर्नु किन होला, अब सोच्नुपर्ने कुराहरू छन्। किन होला, सरकारले बुझ्नुपर्ने कुराहरू छन्। यसको एउटै अर्थ छ, पेसालाई आकर्षण हामी बनाइदिएनौँ। यसलाई चाहिँ हामीले पाखा लगाउने खालि प्रयास भयो। जति टाढा पाखा फाल्दिउँ अनि स्वादले आफ्नो हिसाबको कामहरू गर्ने, जबकि सबै चिज उत्पादन हुने थलो नै त्यही हो। त्यस कारणले गर्दाखेरि अलिकता हामीलाई के लागिरहेको हुन्छ भने कि आकर्षक पेसा भयो भने सबभन्दा पहिले 1 नम्बर जनशक्ति जो देशको छन् आउँछन्, त्यसले पहिले चाहिँ हाम्रो यो पेसालाई अँगाल्नु पर्यो। यो पेसा अँगालिसकेपछि, टिचर पेसा अँगालिसकेपछि बल्ल सेकेन्ड्रीमा ल यसमा यस्तो भयो, अब यसमा जानुपर्ने हुन्छ। हामीले के अरे कुनै किसिमको आग्रह पूर्वाग्रह नराखेर टिचर पेसामा लाग्नुपर्ने हुन्छन्, आफ्नो दायित्व पुरा गर्नुपर्ने हुन्छन्। टिचरले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन। तर त्यसको सट्टामा हामीले के गर्नु पर्यो, माया ममता पनि सरकारतर्फबाट त्यतिकै पाउनु पर्यो।
हैन। मैले अहिले उदाहरण जुन भने भन्दै मुखमा आयो, देखिरहेको छु, फोन गरिरहेको हुन्छ स्टाफहरू विभिन्न किसिमबाट। हाम्रो यति दिन भइसक्यो हाम्रो ऊ भएको छैन, बिना निराधार अनेक किसिमको के अरे मनमा कुरो राखेर चाहिँ के अरे टिचरलाई अप्ठ्यारोमा पारिरहेको अवस्था छन्। त्यसै चिजलाई सबै चिजलाई समेटेर हाम्रो शिक्षा नियम आउँछन् र हामी चाहिँ अब सुखको आभास पाउँछौँ। नियम नीति यस्तो राम्रोसँग बन्छ र हामीहरूलाई पनि एउटा गर्व लाग्छ कि म पनि एउटा शिक्षण पेसामा छु। कसैको बिना सिद्धिको गाली गलोज काम गर्दै पाइरहेको जुन दुःख अनेक किसिमको जुन छ, त्यसलाई त्यस्तो किसिमको परिस्थिति नहोस् र आफ्नो पेसाप्रति सबै वफादार हुन् र त्यो पेसामा चाहिँ हामीले लागेर आफ्नो काम अगाडि बढाउँ। त्यस्तो किसिमको आभास पाउनको लागि र राज्यले पनि दिएको जुन दायित्व अहिले पनि दिएको छ त्यो र विगतमा जुन दिइने त्यो सबैलाई पुरा गर्नको लागि, यो सबैलाई समेट्नको लागि यो शिक्षा ऐनको आवश्यकता छ र नितान्त आवश्यकता छ। दिन पनि धेरै भइगयो। तपाईले हेर्नु हाम्रो आन्दोलनमा के हेर्नुभयो त? हेर्नु त, एक दिन हामीले के गर्यौँ त, जुलुस लगाएर आयौँ। ठ्याक्कै उहाँले निर्धारित ठाउँ तोकेको त्यही अवधिभित्र हामीले मजाले बस्यौँ। अझ 2-4 दिन नारा लगाउँदाखेरि नसुनेपछि एक दिन हामीले सिटी बजाएर ल्याउनुहोस्। कस्तो योजना! पहिला मास्क लगाएर गयौँ, कालो मास्क। यसो हेर्दाखेरि के हुन्छ भने कालो मास्क कालोको हो, हाम्रो प्रति विरोध हो यो। त्यो कालो मास्क सकिने बित्तिकै फेरि हामीले सिटीको कुरो गऱ्यौँ, सिटी लगाएर पनि गऱ्यौँ। त्यसपछि सिटीबाट पनि आवाज सुन्छ कि? अनि अझै चाहिँ के निकाल्नुभयो त, हामीले टर्च बालेर दिउँसै टर्च बालेर हिँडौँ, कहीँ सरकारले चाहिँ कुनै कुना कप्चामा लुकेको छ थाहा पाइरहेको छैन कि भनेर। यो आन्दोलनको स्वरूप हेर्नुहोस् त कस्तो छ। हामी के त्यहाँनिर यतिका मासमा हरेक किसिमको चिज गर्न चाह्यो भने हुन्छ नि, तर हामीले के गर्यौँ एकदम संयमता हैन। एकदम एउटा साथीहरू आउनुहुन्छ, सबैलाई पानी खुवाउनुहुन्छ, स्वयंसेवकहरू छन्, कसैले चाहिँ जम्मै त्यो फोहोरहरू टिपिरहेको छ। हामीले फोहोर पनि हामीलाई सफा पनि राख्नुपर्छ, राजधानी हो हाम्रो हैन। यहाँनिर अनेक किसिमको हाम्रो जुन के अरे मेयर साहेबबाट पालिकाबाट जुन विकासहरू भएको छ त्यसलाई एकदमै राम्रो किसिम जोगाएर राखिदिनुपर्छ हामीले हैन। यो हाम्रै लागि हो, यो पर्यावरणलाई पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ हैन। यो सबै चिजलाई ध्यानमा राखेर हामीले काम गरिरहेको छौँ आन्दोलन। यसै सन्दर्भमा आन्दोलनलाई केन्द्रित हामीले यही सडकको माझमा आफूसँग भएको केही कला त नभनौँ, सामान्य चाहिँ अनुभवहरू सेयर गरेर एउटा गीत बनाएको थिएँ। आन्दोलनमै को कस्तो रूप छ त पहिले मैले मैथिलीमा भन्न गइरहेको छु हैन। र यो सम्झौताको बखतमा के भयो त त्यतिखेर नेताहरू जानुहुन्थ्यो अनि यसरी हातसाथ मिलाउने, मुन्टो सुन्टो हलाउने त्यस्तो काम भएपछि त्यसलाई हामीले के भनेर भनेको छौँ भने एउटा शायरीको रूपमा मुग्ध। हावा में फूल खिलबैत रहू, हावा में फूल खिलबैत रहू, मन मिले या न मिले हाथ मिलबैत रहू। हावा में फूल खिलबैत रहू, मन मिले या न मिले हाथ मिलबैत रहू। यी विचित्र के समय अछि मित्र, बात बुझी या न बुझी माथ हिलबैत रहू, माथ हिलबैत रहू। यो जाँदाखेरि के हुन्छ भने हात मिलायो, मुन्टो सुलो हलायो, जे भन्यो सुनेर आयो, त्यही कुरो हामीलाई सुनायो र त्यही हो आभास हामीले नपाएर यो कुरो राखिदिएको। मैले मैथिलीमा 2-4 लाइन कोरेको छु, त्यसपछि मैले एउटा नेपाली प्रस्तुत पनि गर्छु यहाँनिर। आजु के शिक्षक पूरे नेपाल के जा झार के, मांग पुराला तू सरकार से जा झार के, मांग पुराला तू सरकार से जा झार के। आजु के शिक्षक पूरे नेपाल के जा झार के, मांग पुराला तू सरकार से जा झार के, मांग पुराला तू सरकार से जा झार के। यहाँ शिक्षालाई र शिक्षकलाई सबैको चाहना हुन्छ, तर त्यसलाई कसैले देख्दैनन्। शिक्षा शिक्षक सब कोई के चाही, शिक्षा विधेयक में कैला लापरवाही। शिक्षा शिक्षक
सब कोई के चाही, शिक्षा विधेयक में कैला लापरवाही। शिक्षा आ शिक्षक सब कोई के चाही, शिक्षा विधेयक में कैला लापरवाही। महासंघ के झंडा गारू नेपाल में जा झार के मांग पुराला तू सरकार से, जा झार के मांग पुराला तू सरकार से, जा झार के। अब यसैलाई अलिकता मोडल चेन्ज गरेर मैले त्यसलाई नेपालीमा 2 लाइन राखेको छु। त्यसमा ए माइती घर बानेश्वरमा शिक्षकको हुला, माइती घर बानेश्वरमा शिक्षकको हुला। एन नली जान्नौ भन्छन् करौँ कबुला, एन नली जान्नौ हामी गरौँ कबुला। माइती घर बानेश्वरमा शिक्षकको हुला, एन नली जान्नौ हामी गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला। शिक्षा ऐन जारी गर्न कुन्नी केले रोकेछ, शिक्षा ऐन जारी गर्न कुन्नी केले रोकेछ। नयाँ रोग लागेको होइन पुरानै रोग लागेछ, नयाँ शिक्षा ऐन जारी गर्न कुन्नी केले रोकेछ। नयाँ बानी लागेको होइन पुरानै रोग लागेछ। जबसम्म दिन्नौ एन, जबसम्म दिन्नौ एन सडकमै रहौला। एन नली जान्नौ हामी गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला। नेताहरू थाकिसके सम्झौता गरेर, नेताहरू थाकिसके सम्झौता गरेर। शिक्षकहरू रुन्छन् सडक पेटी बसेर, नेताहरू थाकिसके सम्झौता गरेर। शिक्षकहरू रुन्छन् सडक पेटी बसेर। कहिले एन पाउने हो भन न सरकार, कहिले एन पाउने हो भन न सरकार। एन नली जान्नौ हामी गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला, गरौँ कबुला। धन्यवाद। यो मैले आफैले रचना, वाद्यवादन र गीत पनि र सङ्गीत र स्वर पनि आफैले तयार गरेको यो लोकलयमा हामीले केही 2-4 लाइन मैथिलीमा र नेपालीमा गाउने जमर्को गरेँ। यो आन्दोलनकै समयमा तयार भएको रचना हो, जो मैले देखिरहेको हुन्छु संसारका तमाम साथी मित्रहरू त्यस्तो चर्को घाममा पानीमा यो रोडमा हामीहरूको आवाजलाई त्यहाँबाट लिएर सम्बन्धित ठाउँसम्म राज्यको चौथो अङ्ग भएर जुन भूमिका राख्नुभएछ एकदमै सराहनीय छ। हजुरको सम्पूर्ण टिम र यहाँनिर जुन सेवा हजुरले दिइराख्नु भएछ त्यसको कदर गर्दै सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र नमस्कार।